नमस्कार। हामीले यो भर्जन 2 को यो फ्युल मोटर निकालेर सफा गर्दाखेरि के गर्नुपर्छ भनेर यो सफा गर्नु, तर यो निकाल्दाखेरि अलिकति ध्यान दिनुहोस्। यसमा सानो धुलो छिर्यो भने यो इन्जेक्टले जाम गरिदिन्छ। यो सानो मसिनो धुलो हुन्छ नि त, त्यो इन्जेक्टले जाम गरिदिन्छ। त्यही भएर यो ननिकालेर पनि सफा गर्न पनि पाइयो। तर अरूभन्दा सबभन्दा महत्त्वपूर्ण कुरो भनेको यो वायरको बारेमा सबैले थाहा हुँदो रहेछ। त्यही भएर यो कालो जुन छ यो ब्ल्याक कलरको यो फ्युलको भयो, के अरे फ्युल मिटर त्यो के भन्छ हाम्रो तेलको, यो पनि तेलको भयो। अनि यो अर्थिङ भयो पम्पको, र यो मेन पम्पको भयो। यहाँ हेर्नुहोस्, यस्तो गरेपछि अनि निकाल्दैपछि थाहा हुँदैन नि त। त्यही भएर यहाँ सबभन्दा महत्त्वपूर्ण कुरो यही नै हुन्छ, यो जानिराख्नुपर्छ। एउटा दुईवटा तिनवटा चारवटा छ, चारवटामा हजुरको सबै कलरको छ। त्यही भएर जानिराख्नुपर्ने हुन्छ। तपाईँहरूले पनि निकाल्दाखेरि सफा गर्दाखेरि प्रायः एकचोटि हेर्नु मजाले, अनि त्यसपछि निकाल्नु, सफा गर्नु। हस्, नमस्कार।